सावधान अबदेखि लसुन नखाऊ किनकि भान्साको सानो कोया स्वास्थ्यको ठूलो सुरक्षा। लसुनको शक्ति बुझौं। हामी धेरै जसोले लसुनलाई केवल स्वादका लागि प्रयोग गर्छौं, तर सोच्नुहोस् त प्रकृतिले भान्सामा राखिदिएको यो सानो कोयाभित्र कति ठूलो शक्ति लुकेको हुन्छ भनेर। भनिन्छ अरु जे पनि खानु तर लसुन नछुटाउनु, किनकि लसुन केवल मसला होइन, यो प्रकृतिको औषधि हो। जब तपाईं लसुनको बाहिरी केस्रा फालेर त्यसलाई हल्का थिच्नुहुन्छ र 10 मिनेट जति खुला राख्नुहुन्छ, त्यसबेला त्यसमा एउटा प्राकृतिक रासायनिक प्रतिक्रिया सुरु हुन्छ। लसुनमा रहेको एलेक्जिन नामकको तत्त्व एलिजेनाइज एन्जाइमसँग प्रतिक्रिया गरेर एलाक्सिन बनाउँछ। यही एलाक्सिन नै लसुनको मुख्य सक्रिय तत्त्व हो, जसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। त्यसैले लसुन थिचेर तुरुन्त खानुभन्दा 10 मिनेट जति पर्खेर खाँदा त्यसको प्रभाव अब अझ राम्रो हुन्छ भन्ने अध्ययनले देखाएको छ। मुटुको साथी लसुनले रगतको बहाव सुधार गर्न धेरै नै मद्दत गर्छ। यसले खराब कोलेस्ट्रोल एलडिएल को कम गर्न र कम कोलेस्ट्रोल एचडिएल सन्तुलनमा राख्न सहयोग गर्छ। नियमित रूपमा सीमित मात्रामा सेवन गर्दा ब्लड प्रेसर घटाउन पनि सहयोगी हुन सक्छ। रक्तचाप र रोग प्रतिरोधात्मक शक्ति लसुनमा एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुण हुन्छन्। यसले शरीरको प्रतिरक्षा शक्ति बलियो बनाउन पनि सहयोग गर्छ। रुगाखोकी जस्ता सामान्य संक्रमणमा पनि केही राहत दिन सक्छन्। क्यान्सर सम्बन्धी कुरा केही अनुसन्धानले लसुन र क्यान्सर जोखिम बीच सकारात्मक सम्बन्ध देखाएको छ, तर यसलाई औषधिको सट्टा पूर्ण उपचार मान्न मिल्दैन। लसुन स्वास्थ्यका लागि लाभदायक हुन सक्छ, तर कुनै गम्भीर रोगको एकमात्रै समाधान भने होइन। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझ्न जरुरी छ। लसुन राम्रै हो भन्दैमा अत्याधिक खान हुँदैन। अत्याधिक मात्रामा खाँदा पेट पोल्ने, ग्यास, एसिडिटी, रगत पातलो हुने समस्या देखिन सक्छ। विशेष गरी यदि तपाईँ रगत पातलो गर्ने औषधि खानुहुन्छ भने सावधानी चाहिन्छ। त्यसैले सन्तुलन नै सबैभन्दा ठूलो नियम हो। हरेक बिहान एउटा सानो कोया थिचेर 10 मिनेट राखेर त्यसपछि पानीसँग सेवन गर्नु धेरैका लागि फाइदाजनक हुन सक्छ। त्यसकारण यो स्वास्थ्यवर्धक जानकारी सबैमाझ पुर्याउनको लागि सेयर गरिदिनुहोला।